लो है साथी हो, आज चाहिँ निरपानी फार्म स्टेमा यसरी सुकुटी बनिन्छ है। सुकुटी, राँगाको सुकुटी। आम्मामामा, आज तयार हुन्छ यो एकदम लगभग 3-4 किलो राँगाको सुकुटी। त्यहाँदेखिको 1-2 दिन पश्चात चाहिँ तयार भएपछि चाहिँ तपाईँहरू खानु आउनु होला है। यहाँ सुकुटी साथमा साँधेको मासु अर्थात् छोइला, राँगाको छोइला खानुको लागि आउनु होला है त। ल अब म सुरु गरेँ है त सुकुटी बनाउनु। लो है साथी हो, मेरो चाहिँ एकदम सुकुटीको निम्ति यो सिलाहरू तयार भइसकिसक्यो है। अहिले चाहिँ यति मात्रै सिला बनाएको, अरू चाहिँ म यो उयसको लागि राख्नेछु, साँध्नुको लागि, यानि कि छोइलाको लागि राख्नेछु। यहाँ हेर्नुहोस् है, यो चाहिँ तपाईँको एकदम यो बोसो नभएको राँगाको मासु। अब यो जति पनि हात हतियार युज भएको छ यसलाई चाहिँ मजाले सफा गर्ने हो। अब म तपाईँहरूलाई यसको सिलालाई अलिकति रापमा पोलेको पनि देखाउँछु, त्यस पश्चात फेरि सुकाएको पनि देखाउँछु है। बनिरहनु होला यो भिडियोमा। लो है साथीहरू, हेर्नु सक्नुहुन्छ एकदम मेरो सुकुटी चाहिँ रेडी हुँदैछ है। यो लगभग यसरी अब सुक्दै जाँदैछ। अब यो चाहिँ मजाले सुक्नुपर्छ, कडक कडक सुक्नुपर्छ है। भित्र आगोलो पोल्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि अलिक रापले अलिअलि धुवाले अलिअलि गरेर पाक्छ पनि। घाममा सुकाएको र यसमा चाहिँ अलग भिन्नै हुन्छ। यसमा चाहिँ अलिक टेस्ट पनि हुन्छ है घाममा सुकाएको भन्दा। यहाँ एकदम हेर्न सक्नुहुन्छ। यसलाई अब यतिकै छोड्ने हो, कति रापले अलिकति पाकोस् है, सुकोस्। कस्तो लाग्यो मैले बनाएको सुकुटी कृपया गरेर कमेन्ट गर्नुहोला र साथमा खानु हो भने चाहिँ आउनु होला निरपानी फार्म स्टे। सम्पर्कको निम्ति तपाईँहरूले अगावै नै मलाई नेपाली खानाहरूको निम्ति अगावै नै तपाईँले सम्पर्क गर्नुहोला। नम्बर रहेको छ 9593931997 मा सम्पर्क गर्नुहोला। धन्यवाद।